हेलो हेलो आज चाहिँ मैले मटन करी बनाउन लागेको छु। मैले मटन करी बनाउनुभन्दा अगाडि सबै सामानहरू चाहिने सामानहरू काटकुट गरेर राख्छु। र मैले प्याज गोलबेरा काटेँ, अदुवा लसुनको पेस्ट पनि बनाएँ। अनि मटन चाहिँ यो 1 केजी हो र अब चाहिँ बनाउनतिर लागौँ। मैले सबभन्दा पहिला कुकर बसालेँ, कुकरमा तेल हालेँ। अनि मलाई उज्यालो र जिरा र मेथी पुऱ्याउन एकदम मनपर्छ। अनि जिरा र मेथी पुऱ्याएँ। त्यसपछि मटनलाई फ्राई गरेँ। म चाहिँ प्याज पछि फ्राई गर्छु, त्यही भएर मटन फ्राई गरेँ। मटन अलिअलि ब्राउन भएपछि चाहिँ मैले प्याज हालेँ। प्याज मजाले भुटेँ। प्याज पनि अलिअलि ब्राउन भएपछि मैले त्यसमा गोलबेरा अनि अघिको अदुवा लसुनको जिरा धुलो अनि अलिअलि खुर्सानी अनि आफ्नो चाहिने मात्रामा नुन स्वाद अनुसार नुन हालेर मैले मजाले चलाएँ। अनि चलाएर मैले यसलाई मेथी आउनलाई बन्द गरेँ। त्यसपछि मैले धनियाँ काटेर रेडी बनाएँ बनाउनलाई। त्यो गर्दा गर्दै हाम्रो मटन पनि रेडी गरेँ। धनियाँ हालेँ। अब खाना बनाएपछि भाँडा त माझ्नु पऱ्यो, त्यही भएर मैले भाँडा माझ्नु स्टार्ट गरेँ। मजाले काम आइरहेको थियो। भाँडाहरू यति धेरै थुप्रै थियो कि मैले बनाउँदै पखालेर एक भिडियो बनाइरहेको भएर, त्यही भएर मैले अहिले चाहिँ सबै भाँडाहरू पखाल्दैछु। सबै भाँडाहरू पखाल्दै गरेँ। अनि मैले धेरै पछि भिडियो बनाएको हो यसरी बोलेर। मलाई भिडियो बनाउन मन लाग्छ तर टाइम नै हुँदैन। त्यही भएर आज चाहिँ मैले बल्ल टाइम निकालेर भिडियो बनाएँ। हजुरहरूले एकछिन हेरेर लाइक कमेन्ट गरिदिनु होला है। भाँडा माझ्नु कति धेरै भाँडा हो, गफ गर्दा गर्दै भाँडा पनि माझ्न भ्याइने बल्ल पाएर। अब यहाँ युकेमा भाँडा माझेर राख्ने कुरा त भएन, भाँडा पुछेर आफ्नो ठाउँमा राख्नु पऱ्यो। त्यही भएर मैले भाँडा पनि पुछ्नलाई स्टार्ट गरेँ। भाँडा पुछेँ। यस्तो अल्छी लाग्छ मलाई भाँडा पुछ्नलाई। हामी नेपालीलाई भाँडामा कस्तो घाममा राख्यो, मजाले बोक्ने या भान्सामा भाँडा राख्ने ऱ्याकमा राख्यो आनन्द हुन्छ। तर युकेमा चाहिँ हामीले मात्रै युज गर्ने होइन किचन, त्यही भएर अरू मान्छेहरूले पनि युज गर्नुहुन्छ। उहाँहरूलाई इजी होस् भनेर भाँडा धोएर क्लिन गरेँ। गर्दै अब भान्सा ग्यास मुलो त सफा गर्नु पऱ्यो। अनि ग्यास मुलो नि सफा गरेँ। मैले त त्यो दाल बसालेको बोक्कै बिर्सिसकेँ सफा गरेर बेलामा हेरेर दाल रहेछ। दाललाई पनि दाल यता साइडमा राखेर पहिला यतापट्टि चुलो सफा गरेँ। त्यसपछि दाल पनि पाकेको। अनि दाललाई निकालेर मजाले तिलीको तल्काउने गरेर मैले ग्यास मुलो पनि सफा गरेँ। सफा गरेर यति थाकिएको थियो। खाना एउटा बनाएको जस्तो लाग्छ तर एकदमै टायर्ड फिल भएको थियो मलाई आज चाहिँ। अनि बल्ल ग्यास मुलो सबै चिटचाट गरेर सफा गरेर पुछेर एउटा धुलो कता कता छ भन्दै पुछेर सब रेडी बनाएँ। अब चाहिँ भान्सा पनि सफा भयो, भाँडा पनि माझ्यो। अब खाना पनि रेडी भयो। यति नै हो आजको यो मिनी भ्लगलाई। हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।